दिनभरिको कोलाहलमा शान्त चहारी बनेर आउने एउटा मिठो आवाज हो नि। ठुला बाचाहरूको आडम्बर नआदि जस्तो अतार केवल हिमालको काखमा पुगिने बिहानीको सिरसिरे आवाज जस्तै सोझी र निश्चल छ उनी। उनको रूप र मुस्कान डाँडामा घामका कलिला किरणहरू पोखिए झैँ। उनको उपस्थितिमा एउटा अलग्गै उज्यालो हुन्छ। ती हल्का मुस्कानहरूमा सबै थकानहरू बिस्तारै हराउँछन् अनि नभनेका धेरै कुराहरू ती दुई आँखामा स्पष्ट देखिन्छन्। सधैँभरिको साथ बिहानीको कुहिरोले पहाडलाई अँगाले चाहिँ उनको समीपिएको मनका साना डरहरू बगाउँछ। अघि अघि हिँड्ने घमण्ड छैन, न त पछि छुट्ने दुख चुकिँदै। बराबर पाइला मिलाएर जिन्दगीको ओह्रालो उकालो काट्ने एउटा अनमोल भरोसा हो उनी। उनलाई माया गर्नु भनेको एउटा शान्त थलो भेटाउनु, जहाँ मनले साधै आफूलाई सुरक्षित र पुरा महसुस गर्छ। साधारण पलहरूलाई पनि खास बनाइदिने र मेरो संसारलाई आफ्नो सादापनले सजाउने मेरो उनलाई समर्पित।